नमस्ते। जापानी भाषा सिक्न मन छ? आज हामी 15वटा एकदमै चाहिने अनि सजिला जापानी शब्दहरू सिक्दैछौँ। अनि हाम्रो तरिका यस्तो छ नि, सुन्दा सुन्दै हेर्दा हेर्दै दिमागमै ट्याप्प बस्छ। हो, धेरै होइन, जम्मा 15वटा शब्द। तरिका एकदमै सजिलो छ है। म शब्द भन्छु, स्क्रिनमा उच्चारण कसरी गर्ने भनेर पनि लेखिएको छ अनि हामी सँगै मिलेर दोहोर्याउँछौँ। बारम्बार दोहोर्याउँदा त के हुन्छ, याद गर्न एकदमै सजिलो हुन्छ। ल अब सुरु गरिहालौँ है त। ल, सबैभन्दा पहिला समयसँग जोडिएका कुराहरूबाट सुरु गरौँ। किनभने हैन, यी शब्दहरू दिनदिनैको कुराकानीमा सबभन्दा धेरै प्रयोग हुन्छन्। त्यसैले त यहाँबाट सुरु गर्नु सबभन्दा राम्रो हो। हाम्रो पहिलो शब्द छ आज। यसलाई जापानिजमा भनिन्छ क्यो। ध्यान दिएर सुन्नुस् है, क्यो। स्क्रिनमा हेर्दा उच्चारण गर्न अझ सजिलो हुन्छ। ल, अब सँगै बनौँ त, क्यो। फेरि एकपटक, क्यो। शाबाश। अब पालो हिजोको। हिजोलाई जापानिजमा भनिन्छ किनो। सुन्नुस् है, किनो। ल, अब सँगै दोहोऱ्याउने पालो, किनो। फेरि एकचोटि, किनो। सजिलै छ होइन त? हिजो सिकिसकेपछि अब भोलिको पालो आयो। भोलिलाई जापानिजमा भनिन्छ आशिता। मेरो उच्चारण सुन्नुस्, आशिता। ल, अब स्क्रिनमा हेरेर सँगै भनौँ, आशिता। फेरि एकचोटि, आशिता। अहिले स्क्रिनमा हेर्नुहोस् त, हिजो र भोलिलाई सँगै राखिएको छ। किनौ अनि आशिता। हो, यसरी सँगै राखेर हेर्दा यी दुई शब्दहरू दिमागमा अझै राम्ररी बस्छन्। किनौ मतलब हिजो अनि आशिता मतलब भोलि। समयसँग जोडिएको हाम्रो अन्तिम शब्द छ अहिले। जापानीमा इमा। कति छोटो र मिठो है? सुन्नुस् त, इमा। ल, अब सँगै भनौँ, इमा। फेरि एकचोटि, इमा। वाह, एकदमै राम्रो। ल, समयको कुरा त भयो। अब हाम्रो दिनदिनैको जिन्दगीमा नभई नहुने केही चिजहरूको नाम सिक्ने हो त। तयार हुनुहुन्छ होला है? यो शब्द त एकदमै महत्त्वपूर्ण छ। खाना वा भात। जापानीमा भन्छन् गोहान। सुन्नुहोस्, गोहान। यसको मतलब सामान्य खाना पनि हुन्छ अनि खास गरी पकाएको भातलाई पनि गोहानै भनिन्छ। ल, अब सँगै भनौँ, गोहान। फेरि एकपटक, गोहान। अर्को नभई नहुने चिज पानी। जापानिजमा भनिन्छ मिजु। सुन्नुहोस् त, मिजु। उच्चारण पनि कति सजिलो। ल, अब सँगै दोहोऱ्याउँ है, मिजु। फेरि एकपटक, मिजु। कति राम्रो। पानीपछि पालो आयो चियाको। जापानीमा भन्छन् ओचा। ध्यान दिएर सुन्नुहोस्, ओचा। ल, अब अभ्यास गर्ने हो नि, सँगै भनौँ, ओचा। फेरि एकचोटि, ओचा। अब त मुखमा बसिसक्यो होला है? ल, अब अलिकति फरक विषयमा जाउँ। हाम्रो वरपरका मानिसहरूलाई जनाउने केही शब्दहरू सिकाउन। यस्ता शब्दहरूले सम्बन्ध देखाउँछन्, त्यसैले यी पनि निकै महत्त्वपूर्ण छन् नि। साथीलाई जापानीमा भनिन्छ तोमोदाची। सुन्दा पनि कति राम्रो शब्द है? सुन्नुहोस्, तोमोदाची। ल, अब सँगै भनौँ, तोमोदाची। फेरि एकपटक, तोमोदाची। यो शब्द त पक्कै पनि कतै न कतै सुनिएको हुनुपर्छ, सेन्से। यसको अर्थ शिक्षक मात्र होइन, आफूले सम्मान गर्ने कुनै पनि गुरु वा विज्ञ व्यक्ति भन्ने हुन्छ। सुन्नुहोस्, सेन्से। ल, अब सँगै भनौँ, सेन्से। फेरि एकचोटि, सेन्से। अब सेन्सेको कुरा आएपछि त विद्यार्थीको कुरा पनि आउनै पर्यो। विद्यार्थीलाई भनिन्छ गाकुसे। सुन्नुहोस्, गाकुसे। ल, अब यसलाई पनि दोहोऱ्याएर दिमागमा पक्का गरौँ है, गाकुसे। फेरि एकपटक, गाकुसे। अर्को एउटा एकदमै प्यारो शब्द, परिवार। जापानीमा भनिन्छ काजोको। ध्यान दिएर सुन्नुहोस् है, काजोको। ल, अब सँगै भनौँ त, काजोको। फेरि एकपटक, काजोको। अनि नामलाई जापानीमा के भन्दा रहेछन्? नाम आए। हाम्रो नेपाली शब्द नामसँग कस्तो मिल्दोजुल्दो छ है? सुन्नुहोस्, नाम आए। ल, अब सँगै भनौँ, नाम आए। फेरि एकचोटि, नाम आए। ल, अब हामी शब्द सिक्ने अन्तिम समूहमा आइपुग्यौँ। यहाँ चाहिँ कतै जाँदा, यताउता घुमफिर गर्दा चाहिने शब्दहरू छन्। ल, यो अन्तिम चरण पनि पार गरिहालौँ है त। कुनै पनि ठाउँलाई जनाउनु पर्यो भने प्रयोग हुन्छ यो शब्द, बास्यो। सुन्नुहोस्, बास्यो। ल, अब यसलाई पनि याद गरौँ, सँगै भनौँ, बास्यो। फेरि एकपटक, बास्यो। बाटोलाई जापानिजमा भन्छन् मिची। एकदम छोटो र सजिलो।
सुन्नुहोस्, मिछि। ल अब सँगै अभ्यास गरौँ। मिछि। फेरि भनौँ, मिछि। एकदम सही। र आजको लागि हाम्रो अन्तिम नयाँ शब्द गाडी वा कार। यसलाई जापानीमा भनिन्छ कुरुमा। सुन्नुहोस्, कुरुमा। ल यो अन्तिम शब्दलाई अलि जोडले सँगै भनौँ है। कुरुमा। फेरि एकपटक, कुरुमा। धेरै राम्रो। बधाई छ, 15वटै नयाँ शब्दहरू सिकिसकियो। अब यिनीहरूलाई दिमागमा सधैँको लागि ट्वाक्क बसाउनलाई एउटा छिटो रिभ्यू गरौँ है त। ल अब एउटा रमाइलो अभ्यास। म नेपालीमा शब्द भन्छु, जापानीमा के हो भनेर मनमनै वा ठूलो स्वरले भन्ने कोसिस गरौँ है। तयार? आज क्यो, हिजो किनो, भोलि आशिता, अहिले इमा, खाना वा भात, गोहान, पानी मिजु, चिया ओचा, साथी तोमोदाची, शिक्षक सेन्से, विद्यार्थी गाकुसेई, परिवार काजोकु, नाम नामाए, ठाउँ बास्यो, बाटो मिची, अनि गाडी कुरुमा। वाउ, साँच्चै एकदम राम्रो प्रयास। यी शब्दहरू अब दिमागमा राम्रैसँग बसिसके। र अन्त्यमा एउटा सानो प्रश्न छोडेर जान्छु। आज सिकेका यी 15 शब्दहरूमध्ये कुन चाहिँ शब्द सबैभन्दा पहिले प्रयोग गर्न मन लागिरहेको छ होला? एकछिन सोच्नुस् त। किनभने भाषा भनेको सिकेर मात्र हुँदैन, प्रयोग गरेपछि बल्ल आफ्नो हुन्छ। सिक्ने क्रम जारी राख्नुहोस् है।